मा छौँ तारानगर स्थित गेटवे स्कुलको गल्लीमा। यहाँ चाहिँ 180 मिटर पूर्वाधारको बाट नाली बनिरहेको छ र हाम्रो निर्माण व्यवसायी भाइ मोहन भाइले चाहिँ मलाई यहाँ आज समस्या पर्यो भनेर बोलाउनु भएको छ। नमस्ते मेरो भाइ, नमस्ते। ल ल यो खनखान त गरिसकेका रहेछौ त है? खै त्यो जाउँ त पोलनिर। अनि एउटा यो पोलको पनि है इस्टिमेटमा पोल पनि राखिदिएको छैन होला, के राख्छन्? पोल पनि कति सार्छौ? ओडाले पोलै सार्यो भनेपछि करोड लाग्छ यार। बाटो बनाउँछन् इस्टिमेटमा पोल राखिदिन्नन्। अब गाली खानुपर्छ ओडाले लास्टमा पोल हटाएन भनेर। अब त्यो ओडासँग बजेट हुन्न, यो जग्गा पत्ता लगाउनु पर्ने भयो। यिनीहरूकै त होला। आथे नाप्न त प्राविधिक बोलाउला नि त, के छैन, उहाँलाई सम्पर्क गर। ए के को भन्नुभयो? हजुर हजुर हजुरले मैले भने कस्तो भन्दाखेरि त्यो नाली हजुरको जस्तो यो पनि त म हामी बनाइदिने स्ल्याब बनाइदिन्छौँ। यो स्ल्याब चाहिँ कस्तो भन्दाखेरि हजुर तपाईँले फाइदा हुन्छ। अब यहाँबाट हजुरले यस्तो जस्तो अहिले छ नि त्यस्तै आउने हो र स्ल्याब पुने हो कि माथि। अब नाली त हजुरको हुनु सोच्नु पनि हजुरको हुन त त्यो पनि उसै पनि नाली छ, त्यहाँ पनि स्ल्याबै आउने हो हजुरको, बनाइदिन्छ नाली सहित नै हुने हो। ठिकै हो, मिल्दैन त्यो त होइन। नाली रुन्दिन्छ हामी यतिकै किन भन्दाखेरि यो चाहिँ नै स्ल्याब बनाइदिइहाल्छ नि उसले, किन चिन्ता गर्नु हजुरले? बनाउँछन्। तर यो मैले भनेको थिएँ तपाईँको यो रोजल ल्यान्डेपछि सबै आउँछ एउटा मेसिन सबै काटिदिने होला फालिदिने होला। यहाँ चाहिँ अलिकति बलियो बनाइदियो, स्ल्याब चाहिँ घरमा जाने उहाँहरूको ट्याक्क। त्योभन्दा अगाडिकोलाई बोलाएर कुरा गर। उनीहरूले प्राविधिक बोलाउनु पऱ्यो भने चाहिँ बोलाइदिउँला नि, केही छैन। त्यसै पऱ्यो पनि केही समस्या परेपछि मलाई भनिहाल्नु, आइहाल्छौँ हामी। बाँकी काम चाहिँ एकदम गुणस्तर राम्रो, भाइकै ओडाको काम है।